नयाँ टुर, नयाँ सिरिज अनि नयाँ कोच, नयाँ उत्साह, नयाँ जोस जाँगर र नयाँ खेलाडी माइन्डसेट अनि नयाँ रिजल्ट। एक्ज्याक्टली रिजल्ट नयाँ। खेलाडी सबै पुरानो हो, फर्मेट पुरानो हो, तर खेल्ने शैली तरिका अलिकति चेन्ज भएको मात्र हो र खेल्ने तरिका अलिकति फरक हुँदा बित्तिकै खेलाडीबाट चाहिँ हामीले धेरै कुरा निकाल्न सकियो। दिपेन्द्र सिंह ऐरीबाट यस्तो बवाल T20 को सेकेन्ड अलराउन्डरबाट यस्तो बवाल, दिपेन्द्र सिंह ऐरीबाट T20 प्लेयरबाट यस्तो ओडिआई नक निस्कियो। अनि आरिफ शेख, वाउ वाट अ ब्युटिफुल नक, दामी। धेरै समयपछि आरिफ शेखबाट हामीले यस्तो ब्याटिङ देख्न पाइयो कि आरिफ शेखले टिमलाई समस्याबाट निकालेर अनि जिततर्फ लग्यो र लास्टमा जितारी छोड्यो। अनि फेरि हाम्रो सबैभन्दा मास्टर माइन्ड, मैले अघिल्लो भिडियोमा के भनिरहेको थिएँ भन्दाखेरि त्यो उताको त्यो भ्यान्डरडोसनलाई विकेट दिनु हुँदैन भनेको, त्यसलाई चाहिँ हामीले विकेट फेकिएन। त्यो चाहिँ एकदमै दिमाग लाएर मास्टर माइन्ड लाएर ब्याटिङ गरियो। एकदम राम्रो। आजको ओभरअल हेर्दाखेरि तिनै क्षेत्र, बोलिङ, ब्याटिङ, फिल्डिङ, पार्टनरसिप बिल्ड गरिरहेको छ। अनिखेरि हरेक क्षेत्र चाहिँ बवाली ब्याटिङ, बवाली गऱ्यो आज नेपालले। 2मा 2 गेम जित्यो विदेशी भूमिका गएर, एकदमै राम्रो। ओभरअल गेमको कुरा चाहिँ फर्स्टमा टस जितेर हामीलाई सबैभन्दा पहिले त हामीले जब हाम्रो फर्स्ट फिल्डिङ भयो त्यसपछि नै हामीले आधी गेम जितिसक्यो। अनि त्यसपछि त्यही पनि सन्दीप लामिछानेको निकै राम्रो बोलिङ, 48 रन दिएर 2 विकेट पायो, पार्टनरसिप तोड्यो। 73 रनको पार्टनरसिप तोड्यो, 16 रनमा 2 विकेट गएको थियो। अनि सोमपाल कामी दामी बोलिङ, 3 विकेट पायो। अनि करण केसी दामी बोलिङ, 10 ओभरमा 35 रन खर्चेर 2 विकेट पायो। ललित राजवंशी सुपर बोलिङ, 2टा विकेट पायो। 7 ओभरमा 30 रन खर्चियो, 2टा विकेट, मेन विकेट पायो। स्पिनरलाई खेलाउने आजको ट्याक्टिक धेरै राम्रो, कोचको धेरै राम्रो भूमिका। अनि जब सेकेन्ड इनिङमा ब्याटिङ गर्यो 226 रन पनि बनाउनु पर्छ, यत्तिकै बन्दैन। राम्रो बबाल स्टार्टिङ ओपनिङ, दुईटैले 20 भन्दा राम्रो धेरै रन बनायो। भीम सार्कीले पनि अल्सो स्टार्टिङ पाएको 13-14 रन। अनि हाम्रो रोहितले पनि 23 रन बनाएको थियो स्टार्टिङ पाएको, डबल डिजिटमा। सबै ब्याट्सम्यानले डबल डिजिटमा। अनि जो 5 नम्बरमा आयो आरिफ, 80 रनको इनिङ खेल्यो, बवाले काम कुल, एकदम खतरा ओडिआईवाला, एकदम खतरा ओडिआईवाला नक देख्न पाइयो हामी आरिफबाट। अनि त्यसै गरी दिपेन्द्र सिंह ऐरीले अर्को साइडबाट होल्ड गरिदियो र दिपेन्द्र सिंह ऐरी पनि एकदम बवाले नक देख्न पाइयो। अब मैले चाहिँ के चाहन्छु भन्दाखेरि अबको स्कटल्यान्डसँगको हाम्रो म्याच छ नि, अबको नेक्स्ट म्याच स्कटल्यान्डसँगको, त्यो नेक्स्ट म्याचमा चाहिँ हामीले अब भोलि ग्याप छ, पर्सि ग्याप छ, 2 दिन ग्याप छ। अनि त्यसपछि 7 पनि ग्याप छ। अनि 8मा एकैचोटि स्कटल्यान्डसँग खेल्छ। अब भोलि ग्याप छ, पर्सि नेदरल्यान्ड र स्कटल्यान्ड खेल्छ पहिलो म्याच। अनि 2वटै टिमले हारिसकेको छ, जसले जित्छ एउटा जित निकाल्छ। र हामीले यो सिरिजबाट सबै जित निकाल्न चाहिँ सम्भव छ। स्कटल्यान्डलाई एकचोटि हराइसक्यो र अबको म्याचमा अस्तिको जस्तो नभएर अझै खतरा कमब्याक गर्न सकिन्छ होइन। नेदरल्यान्डसँग नि अझै नेक्स्ट लेभलको खत्रै, सोचे भन्दा खतरा गर्न सकिन्छ। रोहितले यार भोर्तेलाई बोलिङ दिइरहेको छैन, दिप्पीलाई बोलिङ दिइरहेको छैन, आफूले बोलिङ गरिरहेको छैन। राम्रो भइरहेको छ। आज ललितलाई खेलाउने पनि राम्रो भयो, सब बवाल भइरहेको दामी। आजको म्याच चाहिँ सही दामी छ। गेम सम्बन्धी प्रि म्याच, पोस्ट म्याच एनालाइसिस भिडियो, अनि प्लेइङ 11, टसहरू, अनि म्याच प्रेडिक्सन, सबै कुराको लागि यो च्यानललाई चाहिँ लाइक, कमेन्ट अनि सब्सक्राइब, सेयर सबै गरौँ। खेल सम्बन्धी न्युजहरू हेरौँ है। ओके, जय देश, जय क्रिकेट।